हेलो साथीहरु, नमस्ते। नन्दिता राई युट्युब च्यानलमा तपाईहरुलाई फेरि पनि हार्दिक स्वागत छ। तपाईहरुले थम्बनेल हेर्दै थाहा पाइसक्नुभयो है, आज म के कुरा गर्न आइरहेको छु, मेरो भिडियोमा के कुरा हुँदैछ भनेर। अनि तपाईहरुले केसरी नयाँ भाग कसले हेर्नुभयो, यो जोसँग सम्बन्धित छ हैन, जसलाई टेली सिरियल मन पर्छ। अहिले बसन्त यस्तो मुडमा पुगेको छ, उसले न केसरीलाई त्याग्न सक्छ। अब केसरी भनेको त उसको बाल्यकालदेखिको झन् माया हो। त्यही पनि बीचमा सिर्जनासँग बिहे भयो, तर सिर्जनाले चाहिँ घरिघरि उसले आफ्नो निर्णयमा अडिग हुन सक्दैन। सिर्जना चाहिँ मलाई त्यस्तो लाग्छ हैन, त्यही कारणले पनि उसले दुःख पाइरहेको छ। सिर्जना भने आफ्नो डिसिजनमा अडिग नहुन सक्ने जस्तो लाग्छ हैन यो केसरी सिरियलमा। अब बसन्तले केसरीलाई छोडेर सिर्जनासँगै जीवन बिताउँछु भनेर सिर्जना र उसको बुवाको कुरालाई मानेर सिर्जनासँग बस्न गएको पनि हो। तर बीचमा सिर्जनाले अब व्यवहार अर्कै देखाएपछि फेरि म तपाईसँग बस्न सक्दिनँ भनेपछि बसन्त फर्केर घर आएर केसरीसँग विवाह गरेको हो। तर बसन्तको जीवनमा अब के हुने, न अब केसरीलाई छोड्न सक्ने, न सिर्जनालाई मायै नगरे पनि सिर्जनाको पेटमा बसन्तको बच्चा छ भनेपछि बसन्तले सिर्जनालाई पनि एकदमै केयर र माया गर्ने उद्देश्य लिएर सिर्जनाको गाउँमा बसन्तले घर किनेर उनीहरू बसाइसराई पनि गरिसके। तर सिर्जना भने फेरि आफ्नो मामा घरमा गएर बसेकी छिन्, तर उसलाई मामा घरमा भने पक्कै सहज भएको छैन, किनभने मामा माइजूले अर्को विवाह गर्नुपर्ने दबाब पनि सिर्जनालाई दिइरहनु भएको छ। तपाईलाई केसरी सिरियलमा कसको चाहिँ पात्र ठिक लाग्छ कमेन्ट गर्नु भने नभुल्नु होला। केसरी सिरियलमा पनि आफूले केसरीले माया गरेको, सानैदेखि माया गरेको बसन्त त पाइन्, तर बसन्त पाउँदैमा उनी खुसी चाहिँ छैनन्, किनभने बसन्त निकै तनावमा छ। उता सिर्जनाको पेटमा आफ्नो बच्चा छ, अनि सिर्जनाले पनि घरिघरि फोन गरेर कहिले बसन्तलाई चट्टै छोडिदिए जस्तो गर्ने, कहिले चाहिँ मिले जस्तो गर्ने, बसन्तको एकदमै याद आयो भन्ने, त्यो कुराले पनि उनीहरूको सम्बन्धमा चाहिँ कहिले खटपट आउने गरेको छ। र आजको भागमा केसरीले कि त मलाई त्याग्न सक्नु पर्यो, कि त आफ्नो गल्ती स्वीकार्न सक्नुपर्छ भनेर बसन्तलाई भनेपछि बसन्त एकदमै अलमलमा छ। अबको पछि आउने भागमा अब बसन्तले कस्तो निर्णय लिन्छ भन्ने कुरा चाहिँ थाहा छैन, तर केसरीले सबै कुरा भनिसकेकी छिन्। कि त आफ्नो गल्ती स्वीकार्न सक्नु पर्यो, कि त सिर्जनालाई छोड्न सक्नु पर्यो, कि त मलाई अँगाल्न सक्नु पर्यो भनेर उसले डिसिजन दिइसकेकी छिन्। तर बसन्तले भने चाहिँ यो कुरामा डिसिजन नदिइसकेको अवस्था छ। अबको आउने भागमा के हुन्छ भन्ने कुरा थाहा पाउन चाहिँ हामीले अर्को भाग हेर्नै पर्ने हुन्छ। केसरीलाई जता पनि तनावै छ, उता आफ्नी बहिनीले पनि पढ्छु भनेर सहर गएकी, तर आफूलाई सोध्दै नसोधिकन विवाह गरेर माइती घरमा आएर बसेकी छिन्। त्यो कुराले पनि केसरीलाई निकै तनाव छ। र केसरीहरू बसाइ जाँदा पनि सिर्जना केसरीलाई यानि कि दिदीलाई भेट्न नआएकी कारणले पनि केसरी निकै दुखी छिन्। यो पात्रमा केसरी र बसन्तको जोडी छुटिनु हुँदैन भन्ने तपाईहरू को हुनुहुन्छ, कृपया कमेन्ट गर्न भने नभुल्नु होला। अब आउने भागमा बसन्तले कस्तो डिसिजन लिन्छ, कस्तो निर्णय लिन्छ भनेर थाहा पाउनको लागि चाहिँ हामीले अर्को हप्ता कुर्नुपर्ने हुन्छ। तर केसरी र बसन्तको जोडी भने छुट्नु हुँदैन भन्ने को हुनुहुन्छ, कृपया कमेन्ट गर्न भने नभुल्नु होला।